ल गाइज अब हामी पुग्यौँ है। अब एग्रो फरेस्ट्रीको आज प्र्याक्टिकलको लागि आज हामी आफ्नो फिल्ड पोइन्टमा पुग्यौँ। यहाँ चाहिँ सब्सक्राइब ऊ चाहिँ च्यानलको अनर हो। म चाहिँ अब हाम्रो यहाँ अर्को ब्लगर हाम्रो रितेश दाई हाम्रो यी झोला माचिस यही हो। यो ब्ल्याक हो लगाके त्यही हो। यहाँ चाहिँ अब ब्लू घर कलरको घर मेरो हो। अब यो कच्ची घर चाहिँ यो अनर च्यानलको अनरको हो। यहाँ चाहिँ रुख कटान भएको छ। अब त्यही हो। यहाँ चाहिँ अब स्पिसिस भनेको साल छ। साल बढी जस्तो साल नै पाइन्छ। अनि त्यही हो। उता हेर्नु साल छ, ब्याम्बो छ। अनि यहाँ चाहिँ यो सालहरू धेरै काटिएको रहेछ यो ठाउँमा। साल साल हो यो। त्यही हो। सालहरू काटिएको रहेछ। सालहरू काटेको छ। अनि यसलाई पनि अब हाम्रो यो चाहिँ के हो भने सुक्खा ठाउँ जस्तो ताउ खोलाको सतहबाट लगभग हामी यहाँ उभिरहेको यो भनेको चाहिँ 175 मिटरको हाइटमा छ लगभग होइन। अब यो चाहिँ खानेपानीका ट्याङ्की चाहिँ निर्माण हुँदैछ। त्यसको मापनले बताएको रेकर्ड हुन्छ होइन। अब हामी त्यो स्थानीय जातको घाँसहरू लगाएको चाहिँ अहिले काटिसकेका छौँ। कोही कोही ठाउँमा मात्रै अमृतहरू बाँकी छ। त्यो पनि अब यो 5-7 महिनादेखि पानी खोजिराखेको छैन। त्यसले गर्दा चाहिँ पहिले आएको छ। जाउँ न हेरौँ आउँ। त्यही छ। अब हाम्रो सामुदायिक वनको यो चाहिँ वार्षिक सरकारी कटान अनुसारको चाहिँ ल हामी चाहिँ जङ्गलमा हौँ। अब त्यही हो। काटिसकेको हडबडे हो है। हडबडे यो चाहिँ अमृत हो। बाँदरले खाएको रहेछ यो। बाँदरलाई एकदमै धेरै मन पर्दो रहेछ चाहिँ यो मन पर्छ यो। त्यही त बाँदरलाई मनपर्छ अरे यो चाहिँ है। बाँदरहरू कता छ यता आइहाल्नु यसो खानुलाई है। है बाँदरहरूलाई मनपर्छ है। यहाँ हाम्रो साथीहरू दाइ सरहरू म्यामहरू हुनुहुन्छ। यो हाम्रो चाहिँ सखी साल हो है। त्यसको साइन्टिफिक नाम के अरे राजुन र के हो? पेट्रोकार्पस मार्सुपियम। पेट्रोकार्पस मार्सुपियम। पेट्रोकार्पस मार्सुपियम है। यो चाहिँ हाम्रो पश्चिमतिर चाहिँ धेरै पाइन्छ है। यो फेरि पश्चिमतिर पाइन्छ। बजाङमा मेन न त जिनेरी एक प्रकारको हजुर। त्यसको लागि एक प्रकारको बाख्राले गाईले खान्छ। एक प्रकारको औषधि पनि हो। त्यो बास्ना पनि चल्छ। यसो मिडेर सुन्नु न। औषधि के को लागि अङ्कल? औषधि के को लागि रहेछ? यो अलिक गर्मी भयो भने ज्वरोहरू आयो भने यसका बोक्रा कुटेर खाएर चाहिँ शीतल हुन्छ भन्ने चाहिँ छ हाम्रो। यो ज्वरो आएको बेला चाहिँ कुटेर खायो भने चाहिँ त्यसले चाहिँ ठिक गराउँछ। बाँझी भनेको नजिकै हाडे है। यो चाहिँ पोडर स्पेसिस हो एउटा। गाई बार्खाहरूले खान्छ है। उहाँ हाम्रो यस वनको अध्यक्ष हुनुहुन्छ। गाई बाख्राहरूले खान्छ होला र राम्रोसँगले खान्छ। काँडा छ है। ठुलो गाछी भएपछि काँडा हट्दै जान्छ। सानोमा काँडा हुन्छ। यो पँधेली है। पँधेली भन्छ होइन यसलाई। अब अहिले अहिले यहाँ काँडा छ हजुर। बाख्रा गाई सबैले खान्छ। भैँसी तर यो ठुलो रुख यत्रो रुखमा काँडा हुँदैन। यो घाँस काटेर ल्याउनु सकिन्छ। तर यहाँ काँडा छ हेर्नु। यो हाम्रो चाहिँ खरानै हुन्छ है। खरानै काब्रो भन्ने यो यो चाहिँ हाम्रो चाहिँ के भन्छन्
कटारीको नगरपालिकाको वडा नम्बर 5 को सामुदायिक वनमा आछौँ। अब यसमा चाहिँ ट्री स्पिसिज भनेको चाहिँ मेनली साल हो। अब साल अनि पछि यहाँ खोटे सल्लानी पाइँदो रहेछ। अनि जनावरमा भनेपछि यो वाइल्ड बोर नि पाउँदो रहेछ, नीलगाई कहिलेकाहीँ देखिँदो रहेछ यहाँको अध्यक्षले भन्नुभएको थियो। अनि पछि त्यही 2 किसिमको बाँदर चाहिँ देखिँदो रहेछन्, सेतो र रातो बाँदर। अनि पछि मेनली त्यही एनिमल स्पिसिज हो। अब अनि बाँदरहरू पनि आएर कहिलेकाहीँ बस्तीमा बिजाङ्स मचाउने रहेछ। ल त यति नै है।